जे होस् अहिलेसम्मकै मैले चाहिँ अलिकति बढी रेटमा पठाएको भने यही हो है। प्लाटा हो केजीको 12 रुपियाँ राम्रो छ है। चपर खान्छ है त बाबा। च्यानलमा आज चाहिँ धेरै लङ टाइम पछि चाहिँ भ्लग आएको छ। यसो मार्केटतिर जाँदैछ, यसो पैसा सैसा हल्का पठाउनु छ, त्यही भएर पनि मोबाइलतिरको यसो रमाइलो केही कुराहरू थाहा भएको देखाउने रहेछु। यसो बसभित्र छु म चाहिँ, लाग्दैछ है गाइज। यस्तै छ, लास्टै चिसो छ बाहिर चाहिँ, त्यस्तै 2-3 डिग्रीमा बाहिर। हिउँ चाहिँ परेको छैन, तर अन्त सिटीमा त लास्टै हिउँ पनि परेको छ। यहाँ चाहिँ पर्ला जस्तो भएको छ, परेको छैन यो सिटीमा चाहिँ। अब कुन सिटी भन्दा 3-4 सिटी है त बाहिर म छ। सिधै जान्छौँ नेपाली दोकानतिर, मार्केटतिर जान्छ, जे अब देख्छौँ त्यति देखाउँछ है तपाईँहरूलाई। यहाँ त लास्टै चिसो छ हो, बसबाट पनि ओर्लिसक्यो। यहाँ चाहिँ महलमा आइपुग्नु आइसक्यो पुरै। तपाईँहरूको जाडोले गर्दा जस्तो बोल्नलाई मलाई दुःख पनि लागिरहेको छ। बोल्नलाई अलिकति सरल गइरहेको छ मेरो शब्दहरू चाहिँ, त्यही हो गाह्रो भइरहेको छ। जम अगाडितिर लागौँ है त, के कस्तो माहौल छ तपाईँहरूलाई देखाउँछु। भइसकेको छ क्रिसमसले गर्दाखेरि। क्रिसमसको माहौल आउँदैछ नि त, त्यही भएर झिलिमिली देख्न सक्नुहुनेछ। अगाडितिर बहिनीहरूले हेर्छ त, रोमानियन बहिनीहरूले। छिरिसकेको छ हामी, अब लिफ्ट चढ्छौँ है त। के हो त्यहाँ, के हुँदैछ यहाँतिर चाहिँ बक्स देख्दैछ है। ल मैले पैसा नि पठाइसकेँ। गुगलमा हेर्दा चाहिँ 33.30 पैसा छ, तर यहाँ मैले स्मिथ मनीग्रामबाट पढाउँदा चाहिँ जे होस् 33.08 पैसामा चाहिँ गएको छ। जे होस् अहिलेसम्मकै मैले चाहिँ अलिकति बढी रेटमा पठाएको भने यही हो है। अहिले चाहिँ अलि राम्रै भाउ रहेछ, मलाई चाहिँ त्यस्तो लाग्यो। तपाईँलाई कस्तो लाग्यो? अब जस्ताको जस्तै आजको रेट अनुसारमा चाहिँ अहिलेसम्म चाहिँ अलिकति बढी पैसा पठाएको चाहिँ यही रेटमा हो। कति पैसा पठाउनु भयो भन्दा पनि यति चाहिँ रेटमा तपाईँहरूलाई म देखाउँछु। अनि त्यही हो, मार्केटतिर जाँदैछु, भाइ यहाँ छ, के कस्तो लाग्यो तपाईँहरूलाई। अनि त्यही हो, 6000 त्यस्तै पठाएर 30 रुपियाँ चार्ज लियो है। चार्ज पनि कति लियो भन्ने म खुल्दैले हुन्छ नि तपाईँहरूलाई। अब त्यही हो, अलिक थोरै पठाउँदा चाहिँ 20 रुपियाँ त्यस्तै लिन्छ। अब 5-6 हजार पठायो भने चाहिँ 30 रुपियाँ, त्यो 10,000 माथि गयो भने अलिकति बेसी त्यसरी नै बढ्छ है। अब जति भन्यो त्यति नै थोरै पैसा लिने भने चाहिँ हुँदैन। मलाई चाहिँ 30 रुपियाँ चार्ज लियो, त्यही हो। अब अगाडितिर लाग्छौँ, नेपाली मार्केटतिर जाँदैछौँ हामी चाहिँ है त। ल पैसा पनि पठाएर बाहिर निस्किसकेको छ। माहौल चाहिँ बवालको छ, झिलिमिली है पुरै। तर मसिनो पानी परिरहेको छ क्या, हिउँ जस्तै एकदमै सानो, एकदमै बाहिर त अति झिलिमिली छ। भाइ अब यहाँबाट बेलुका पनि भइसक्यो, अँध्यारो भइसकेको छ है पुरै। ल हामी चाहिँ नेपाली किराना पसलतिर जाँदैछौँ, ट्याक्सी बुक गरेर छ। अब के ट्याक्सीमा आउँछ होला, अति नै चिसो छ हौ बाहिर त एकदमै। तपाईँहरूले देख्न सक्नुहुनेछ पुरा लाइटिङहरूको। खोइ त कहाँ चाहिँ आउँदैछ त, हाम्रो ट्याक्सी बुक गरेका छौँ। चिसो छ यार, रातिरे खोल्दै खोल्दैन। रातो ट्याक्सी आएछ हाम्रो लागि, खोल्छ। ल ल ल ल ल हामी आइपुग्यौँ।
टक्क लाएर नेपाली मार्केट अब झर्छौँ है त बस पनि जाँदैछ कालो देख्दा होला मलाई तो किनिसक्यो भने के हाल्दै हो नेपाली मार्केट लास्टै चिसो छ ल नेपाली मार्केटबाट पनि निस्किसक्यौँ चौसो यताउति आज चटपट खाने भनेको त्यतिकै भयो जस्तो छ है बेलुका खाने के गर्ने खाने ल ठिकै छ बेलुका भयो नि खानु पर्यो दिउँसोभर सुतिहाल्यो भाइ म पनि सुत्न त 1 बजी सुतेँ 1 बजेसम्म है सुतेँ मलाई टाउको दुखेर धेरै सुत्यो पनि टाउको ढाड दुख्छ त्यही भएर उठेँ के हो झुलिबिली छ त होइन यो घर त के हो हामी चाहिँ ट्याक्सी बुक गरिसकेको छौँ सायद आइसक्यो उता गएर अनि चढेर रुमतिर लाग्छौँ है फेरि लिडलतिर जानु छ कामै काम एकजना लिडल जाम फेरि पानी पनि ल्याउनु छ पानी लिडलवाले ल्याउने हो लिडल जाम यता म चटपटे बनाउँदै गर्छु भाइ म एक्लै जानु कहाँ म चटपटे बनाउँदै गर्छु लिडलमा ओहो हुँदैन त्यो कम टाढा छ दुवैजना जाने दुवैजना बनाउने हो क्या कार पनि आइसक्यो त यहाँ यस्तो रहेछ यही हो रहेछ ल अब फेरि लिडरतिर जान्छ चामलहरू किनेछ आज त यतिकै जान्छ ल छिटो जाउँ यहाँ चम्चटबाट आएर बनाएर खानुपर्छ चाबी छ कि छैन यता केटाहरूले बोकेरै लैहालेछ ल लिडरमा पनि आइपुग्यो हामी जान्छ चामलहरू चाहिँ सस्तो पाउँछ त्यही भएर यहाँ आज सानो पानी परिरहेको क्या यो बस्छ यार हिउँ पनि नपर्ने भयो चिसो छ हामी भित्र पनि आइपुग्यो धनिया पाउनु पर्ने हो त खोर्सानी त लानु पर्यो नि साग सब्जीहरू ल एउटा झिकन 5 रुपियाँ आमामा कति महँगो या ल सबैको पैसा कति हो हाल यहाँ हाल न उतातिर लाग्छ के हाल्छ काँक्रोहरू पनि लिने होला बासमती यो चाहिँ तपाईँहरूलाई लिडलमा मात्र पाउँछ 1 केजीको 12 रुपियाँ राम्रो छ है त्यो 10 पोका जति लान्छौँ हामी लगभग कस्तो कान्छी लगाइरहेको छ लगभग सामानहरू चाहिँ किनिसकेको छ चामल चिकन तेल चाहिँ पुरा भाडाबाजी त्यो चाहिँ किन्नु छ हेर्दैछु भेट्छ कि भेट्दैन चाहिँ यहाँ काउन्टरमा आइसक्यो आप प्लाता हो कि कुन हो आप प्लाता हो सामान पनि किनिसक्यौँ बोलमा जाउँ भनेको बोल आउनै टाइम लाग्यो चिसम कतै हिँड्नु भनेर चाहिँ गाडी अर्डर गरेको कहाँ आइपुग्यो यहीँ आइपुग्छ ठ्याक्क आइपुग्छ यही हो कि चटपटको लागि चटपट पनि बनाइसक्यो भाइरमा भाइ चाहिँ भित्र गइसक्यो अब चटपट खान्छ है त बाबा मेरो यो चिज है प्रायः चाहिँ मलाई पनि मनपर्छ प्रायः केटाभन्दा लेडिजलाई एकदमै फेभरेट नै होला चना चटपट पानीपुरी त होइन अब म पनि समटाइम चाहिँ क्रेजी हुन्छु कहिलेकाहीँ त्यही भएर कहिलेकाहीँ खानु पर्यो नि त्यही भएर थाल भयो छ गफसप चाहिँ पछि गरौँला खाइदिउँ पहिला झ्याम यसो मोबाइलमा भिडियो हेर्दै खानु पर्यो क्या है तपाईँहरू त बिस्तारै कन्टिन्यू राखौँला नि भिडियो माया गर्नु होला है कुरै आउँदैन यार खाने बेला